कविताको शीर्षक छ आजकी म नारी हिजैको तुपिन्द। हे हरियाली बिन्ती मलाई नजिस्काउ नगरी गई, फुलहरू कथै मलाई नबोलाउ न है त्यसरी, फुलहरू हो कथै मलाई नबोलाउ न है त्यसरी। हे आकाश तिमी नथाप त्यो निलो अङ्गालो, हे आकाश तिमी नथाप त्यो निलो अङ्गालो, पूर्णिमाले पनि मलाई नपुर्नु है पालो। हे बादल तिमी नभिजाऊ बाक्ला केस त्यसरी, नफैलाऊ मेरा लागि तिमीले आफ्नो नरम पछ्यौरी। तिमीहरूसँग रम्ने मलाई अनुमति छैन, तिमीहरूसँग रम्ने मलाई अनुमति छैन। हे गोधुली साँझ तिमी नआऊ मेरो आँखा माझ, हे गोधुली साँझ तिमी नआऊ मेरो आँखा माझ, चुम्न नखोज जुम्नु तिमी, चिस्कन नखोज शीतका मोतीहरू। हे पारिलो घाम अनि सुन ए रिमझिम वर्षा, हे आनन्द उमङ्ग जाऊ है पर ए खुसियाली हर्ष, तिमीहरूसँग भुल्ने मलाई अनुमति छैन। हे मन्द मन्द हावा मलाई छुन नखोज, जाऊ रमाऊ तिमी मेरो दुःखमा रुन नखोज, तिमीहरूसँग रुने मलाई अनुमति छैन, तिमीहरूसँग रुने मलाई अनुमति छैन। नहाँस मसँग हिमालहरू हो नझिम्काऊ आँखा, हे डाँडा भिर पाखा जाऊ त्यो स्वतन्त्रता जहाँ छ, तिमीहरूसँग खेल्ने मलाई फुर्सद कहाँ छ। खोला नदी सागर हे कलकल झरना, सुसेली हाल्दै नराक मलाई, तिमीहरूसँग रुझ्ने मलाई अनुमति छैन, तिमीहरूसँग रुझ्ने मलाई अनुमति छैन। आजैकी म नारी तर छु अझै त्यही हिजैको पिञ्जडामा झुल्दै, आजैकी म नारी तर छु अझै त्यही हिजैको पिञ्जडामा झुल्दै, उठ्दै छु अब बल्ल म यो युग बदल्ने साहस बटुल्दै, लङ्गिए भेदका पर्खालहरू तोडेर बाहिर आउँदैछु, जातीय भेदका सीमाहरू मेटेर बाहिर आउँदैछु। निरङ्कुशता छ कति घर घरमा अझै पनि, निरङ्कुशता छ कति घर घरमा अझै पनि, दबावको आगो माथि टेकेर बाहिर आउँदैछु। हजारौं हजार वर्षदेखि दबिएका अनि दबाइएका असह्य ती नारी पीडा देखेर बाहिर आउँदैछु। स्वतन्त्रता अनि समानताको मेरो यो अथक सङ्घर्षमा शोषणको हिसाब किताब लेखेर बाहिर आउँदैछु। नारी हो दुर्गा, नारी प्रकृति, नारी छ सुन्दर अति शक्तिशाली, नयाँ युगको नयाँ बिहानी बाहिर आउँदैछु, नयाँ युगको नयाँ बिहानी टेक आउँदैछु। धन्यवाद। धन्यवाद कवि विष्णु मणिलाई, उहाँको सुन्दर कविताको लागि फेरि पनि धन्यवाद। र अब